यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि सुन्नेमा सुन्नेसरी बिलाएर जाने हो भने यसको नाम सुन्ने समय होइन, ब्ल्याक होल समय राखौँ। ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। सभामुख महोदय, यदि यो सुन्ने समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई सुन्ने समय होइन, पूर्ण समय भनौँ। तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि सुन्नेमा सुन्नेसरी बिलाएर जाने हो भने यसको नाम सुन्ने समय होइन, ब्ल्याक होल समय राखौँ। ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। सुन्ने समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ। त्यसैले मेरो पुनः स्पष्ट प्रस्ताव छ, सुन्ने समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्। निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय सुन्ने होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ। धन्यवाद। आज हाम्रो देशले विदेशको भूमि मिचेको छ कि छैन भनेर प्रमाण खोज्नुपर्ने स्थिति बनेको छ। यो सरकारका प्रधानमन्त्रीको यो राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिका कारण सिर्जना भएको परिस्थिति हो।